हेलो नमस्ते साथीहरू स्वागत छ तपाईँलाई आजको हाम्रो यस भिडियोमा। आजको भिडियो हाम्रो डिजाइन एन्ड कन्स्ट्रक्सन अफ स्टेयरसँग सम्बन्धित रहेको छ। यो भिडियो चाहिँ विशेष गरी लोक सेवाको लागि बनाइएको विषय हो र यो डिप्लोमा इन सिभिल इन्जिनियरिङका स्टुडेन्टहरूको लागि पनि महत्त्वपूर्ण हुनेछ। अब हामी भिडियो ढिला नगरिकन भिडियो सुरु गर्नेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब डिजाइन एन्ड कन्स्ट्रक्सन अफ स्टेयर भनेको छ डिजाइन भनेको स्टेयरलाई डिजाइन गर्नु हो है। कतिवटा राइजर कतिवटा ट्रेड है। अनि कन्स्ट्रक्सन अफ स्टेयरलाई कसरी निर्माण गर्ने है, रिक्वायरमेन्ट के हो, टेक्निकल टर्महरू टाइप्सहरूको बारेमा यस भिडियोमा हामी डिटेल रूपमा बुझ्नेछौँ। अब हामी इन्ट्रोडक्सनबाट सुरु गर्नेछौँ। सबैभन्दा पहिला रहेको छ स्टेयरको इन्ट्रोडक्सन। हेर्न सक्नुहुन्छ स्टेयर। स्टेयर भनेको के हो, स्टेयर केस भनेको के हो र स्टेयर वे भनेको के हो। यो तीनवटै टर्महरू यसो हेर्दाखेरि सेम लागिरहेको हुन्छ सबैलाई, तर यी तीनवटै टर्महरू चाहिँ अलग अलग टर्महरू हुन्। अब स्टेयर भनेको के हो सबैभन्दा पहिला यो बुझ्नु जरुरी छ हामीलाई। अ स्टेयर इज अ series of steps properly arranged to connect different floor of building। ल हेर्नुहोस्, series of steps properly arranged to connect different floor of building। के रहेछ स्टेयर भनेको एउटा सेरिज रहेछ क्या। स्टेपहरूको एउटा सेरिज हो जुन सेरिजलाई प्रोपरली अरेन्ज गरिएको हुन्छ। किन अरेन्ज गरिएको हुन्छ? टु कनेक्ट डिफ्रेन्ट फ्लोर अफ बिल्डिङ, डिफ्रेन्ट डिफ्रेन्ट फ्लोरहरूलाई कनेक्ट गर्नको लागि प्रोपरली अरेन्ज गरिएको स्टेपहरूको एउटा सेरिजलाई हाम्रो स्टेयर भनिन्छ। बुझ्नुभयो नि? फेरि है, स्टेयर भनेको जस्तै हाम्रो एउटा ग्राउन्ड फ्लोर छ। ग्राउन्ड फ्लोरबाट फर्स्ट फ्लोरमा जानको लागि त्यहाँ एउटा सिँढी प्रोभाइडेड गरिएको हुन्छ जुन हो सेरिज अफ स्टेप्स प्रोपरली अरेन्ज्ड है। प्रोपर रूपमा अरेन्ज गरिएको एउटा स्टेपहरूको सेरिज नै श्रेणी नै होइन, त्यसलाई हाम्रो स्टेयर भनिन्छ। अब धेरैजना साथीहरूलाई के लाग्छ भनेपछि स्टेयर केस पनि भनिरहेका हुन्छन्, अब स्टेयर पनि भनिरहेका हुन्छन्। अब स्टेयर केस र स्टेयर बिच फरक के छ है। स्टेयर भनेको एउटा हाम्रो सेरिज अफ स्टेप्स हो भने स्टेयर केस भनेको एउटा रुम हो जुन रुममा हाम्रो स्टेयर बनाइएको हुन्छ। अब डेफिनेसन हेरौँ, तल डेफिनेसन छ सानो। अब डेफिनेसनमा के छ है, हेर्न सक्नुहुन्छ डेफिनेसन। यो डेफिनेसन हाम्रो स्टेयर केसको हो। द रूम और इन्क्लोजर, रूम या रूम हो अथवा इन्क्लोजर, यहाँ दुईवटा टर्म छ। द रूम्स और द इन्क्लोजर, यो रुम र इन्क्लोजर एउटै हो नि। हाम्रो रुम पनि इन्क्लोज त हुन्छ नि। इन्क्लोजर अफ द बिल्डिङ, के को इन्क्लोजर? बिल्डिङको है, अरूको होइन फेरि। जसमा चाहिँ हाम्रो स्टेयर इज लोकेटेड इज कल्ड स्टेयर केस। बुझ्नुभयो नि? यो एउटा रुम हो क्या। स्टेयर केस भनेको अरू केही होइन, एउटा रुम हो जसमा चाहिँ हाम्रो स्टेयर लोकेटेड हुन्छ। स्टेयर इज लोकेटेड भनेको छ नि, स्टेयर लोकेटेड हुन्छ, स्टेयर रहेको हुन्छ क्या त्यो हलमा। न्युमेरिकलमा डिजाइन गर्दाखेरि हामी स्टेयर केस हलको साइज दिया हुन्छ हामीलाई, जस्तै 3 मिटर बाई 5 मिटर भनेर दिया हुन्छ नि। त्यो हाम्रो त्यो हलको साइज हो क्या। जुन हलमा जुन रुममा हाम्रो स्टेयर चाहिँ निर्माण गरिएको हुन्छ, प्लेस भएको हुन्छ, त्यो रुमलाई हाम्रो भनिन्छ स्टेयर केस। बुझ्नुभयो नि? अब छ स्टेयर वे। हेर्न सक्नुहुन्छ स्टेयर वे। स्टेयर वे भनेको के हो फेरि? स्टेयर वे भनेको केही होइन, एउटा ओपनिङ हो अर स्पेस हो। केले अकुपाइड गरेको? स्टेयरले अकुपाइड गरेको स्पेस अथवा ओपनिङलाई स्टेयर वे भनिन्छ। यो एउटा हाम्रो यो हल मात्र होइन क्या। जति पनि हाम्रो स्टेयरले अकुपाइड गरेको स्पेस छ नि, ग्राउन्ड फ्लोरदेखि टपसम्म, त्यो सबै स्पेसलाई हाम्रो स्टेयर वे भनिरहेको हुन्छ है। बुझ्नुभयो नि? स्टेयर केस भनेको के हो, स्टेयर वे भनेको के हो र स्टेयर भनेको के हो? स्टेयर भनेको सेरिज अफ स्टेप्स प्रोपरली अरेन्ज्ड है, प्रोपर रूपमा अरेन्ज गरिएको स्टेपहरूको एउटा सेरिज हो स्टेयर भनेको। स्टेयर केस भनेको चाहिँ एउटा रुम हो जसमा स्टेयर केस निर्माण गरिएको हुन्छ।
र स्टेयरवे भनेको हाम्रो स्टेयरले अकुपाइड गरेको सम्पूर्ण स्पेस हो, ओपनिङ हो के। ग्राउन्ड फ्लोरदेखि टपसम्म जहाँसम्म हाम्रो स्टेयर लागेको हुन्छ नि, त्यो सब नै हाम्रो स्टेयरवे हो। हेर्न सक्नुहुन्छ स्टेयर, स्टेयरकेस र स्टेयर, यी तीनवटै टर्महरू नचुक्किनु होला है। हेर्दाखेरि सेम सेम लागिरहेको हुन्छ तर सेम होइन। अब सबैले बुझिसक्नुभयो होला स्टेयर भनेको के हो, स्टेयरकेस भनेको के हो र स्टेयरवे भनेको के हो। यसमा चाहिँ नचुक्किनु होला है त। त्यसपछि रहेको छ हाम्रो नेक्स्ट टपिक। नेक्स्ट टपिक रहेको छ हाम्रो कम्पोनेन्ट अफ स्टेयर। कम्पोनेन्ट भनेका पार्ट पुर्जाहरू, सरी यसका इलिमेन्टहरू के, अफ के को, स्टेयरको अथवा इलिमेन्ट्स। यसलाई टेक्निकल टर्म पनि भनिरहेको हुन्छ है, टेक्निकल टर्म। हेर्न सक्नुहुन्छ मैले एउटा डग लेग्ड स्टेयर केसको, सरी डग लेग्ड स्टेयर केस भन्ने होइन है साथीहरू, त्यसलाई भन्दाखेरि डग लेग्ड स्टेयर भन्ने हो है। अब हेर्नुहोस् फिगर एकदम राम्रोसँग देखिरहेछ नि फिगर, ल है। कम्पोनेन्ट अफ फिगर, कम्पोनेन्ट अफ स्टेयर। सबभन्दा पहिला फिगर के को हो त्यो हामीले बुझ्नु जरुरी हुन्छ है। त्यसपछि हामीले फिगरमा जानुपर्ने हुन्छ। हेर्नुहोस् यो चाहिँ हाम्रो वाल हो, एउटा वाल। यसमा हाम्रो ल्यान्डिङ चाहिँ अट्याच गरिएको हुन्छ नि, यो पनि वाल हो है। ब्रिक वाल, मेसनरी वाल, जेको पनि हुनसक्छ है। त्यसपछि यो हाम्रो प्यासेज हो, हेर्न सक्नुहुन्छ यहाँदेखि यहाँसम्मको पोर्सन हाम्रो प्यासेज, जहाँबाट हाम्रो स्टेयर सुरु हुन्छ है। त्यसपछि हामी देख्न सक्नुहुन्छ यहाँ तल यो एउटा स्ल्याब देखिरहेछ नि, एउटा यो स्ल्याब, यो स्ल्याब हाम्रो वेस्ट स्ल्याब हो। र यो वेस्ट स्ल्याबको अन्डर पोर्सन हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो सोपिट हो है। अन्डर सर्फेस अफ आरसिसी वेस्ट स्ल्याब इज कल्ड सोपिट। यो चाहिँ आरसिसी स्ल्याब हो र आरसिसी स्ल्याबको मिनिमम थिकनेस कति हुन्छ, यसको मिनिमम थिकनेस हुन्छ 15 सेन्टिमिटर अथवा 150 mm। यो चाहिँ नेपाल नेसनल बिल्डिङ कोडले भनेको छ, कोडमै छ है, यो तोकेकै छ। म एकछिन कोड पनि देखाउँछु तिमीहरूलाई। हेर्न सक्नुहुन्छ यो चाहिँ ल्यान्डिङ हो, होरिजेन्टल पोर्सन हो। यो चाहिँ निवल पोस्ट, सबभन्दा टप पोस्ट क्या यो निवल पोस्ट, जुन चाहिँ हाम्रो फ्लाइटको टप र बटममा प्रोभाइडेड गरिएको हुन्छ। यो चाहिँ हाम्रो निवल क्याप, हेर्न सक्नुहुन्छ यो निवल क्याप हो। यो चाहिँ ह्यान्ड्रेल, ह्यान्ड्रेल भन्दाखेरि जस्तै हामी सिँढी चढ्दाखेरि स्टेयरमा तलमाथि गर्दाखेरि जो साइडमा लगाएको हुन्छ नि, सेफ्टीको लागि लगाएको हुन्छ यो प्राय है। युजरहरू यहाँबाट नलडोस् भनेर यो लगाएको हुन्छ। यो नै हाम्रो ह्यान्डरेल हो है। अब बलस्टर भनेको छ, बलस्टर भनेको अरू के होइन, यो चाहिँ भर्टिकल मेम्बर हुन् क्या, यिनीहरू भर्टिकल मेम्बरहरू छन्, यिनी भर्टिकल मेम्बर, यो चाहिँ बलस्टर हो। र यो टप र इन्डोमा फरक, यो टप र इन्डोमा लगाइएको यो मेन चाहिँ हाम्रो निवल पोस्ट हो है। र निवल पोस्टको बिचमा लगाइएका जो भर्टिकल मेम्बरहरू छन्, यी भर्टिकल मेम्बरहरू हाम्रा क्लस्टरहरू हुन्। बुझ्नुभयो नि। अब यहाँ हेर्न सक्नुहुन्छ एङ्गल छ, यो एङ्गललाई हाम्रो पिच भन्छ। यो कति हुन्छ यो एङ्गल, यो मिनिमम चाहिँ 25 डिग्रीभन्दा कम हुनु भएन र बढीमा 40 डिग्रीभन्दा बढी हुनु भएन, यो चाहिँ लिमिटेड हुन्छ है। त्यसपछि यी टर्महरूको अब हामी एक एक गरी एक्सप्लेन गर्नेछौँ। हेर्न सक्नुहुन्छ, अब हेर्न सक्नुहुन्छ यहाँ पनि है यो फिगर, यसो हेर्नुहोस् त फिगर के बुझ्नुभयो यो फिगरबाट। यसको टिएस अफ फिगरमा देखाएको नोजिङ छ, गोइङ छ, राइज छ, राइजर छ। सबैभन्दा पहिला हामी तलबाटै जाउँ है। राइजर, राइजर भनेको के हो, राइजर भनेको एउटा पोर्सन हो, राइज भनेको डिस्टेन्स हो है। राइजर र राइज बिच पनि फरक छ यहाँ। राइज भनेको यो भर्टिकल, हेर्न सक्नुहुन्छ यो पोर्सन, यो भर्टिकल पोर्सन नै तपाईँको के हो, राइजर हो भने यो डिस्टेन्स यहाँदेखि यहाँसम्मको डिस्टेन्स हाम्रो के हो, राइज। यो चाहिँ एमएममा हुन्छ भनेपछि राइजर चाहिँ पोर्सन हो, एउटा पार्ट हो भने। अब ट्रेड हेरौँ है। अब ट्रेड भनेको यहाँदेखि हेर्न सक्नुहुन्छ, यहाँदेखि यहाँसम्मको पोर्सन हाम्रो ट्रेड हो र यहाँदेखि यहाँसम्मको डिस्टेन्स हाम्रो गोइङ हो। बुझ्नुभयो नि। अब हेर्न सक्छ यहाँ नोजिङ, नोजिङ पनि देखाएको छ, नोजिङ है। के हो त नोजिङ भनेको, प्रोजेक्टेड भएको छ नि। नोजिङ अरू के होइन, ट्रेडबाट आउटसाइडतिर प्रोजेक्ट भएको एउटा पार्ट हो, यो नै हाम्रो नोजिङ हो है। प्रोजेक्टेड, आउटर मोस्ट प्रोजेक्टेड पार्ट अफ द ट्रेड
बिहाइन्ड द फेस अफ द ट्रेड सरी राइजर है। स्कोटिया हेर्न सक्नुहुन्छ, स्कोटिया स्कोटिया किन प्रोभाइडेड गरिएको हुन्छ? स्कोटिया के हो? स्कोटिया एउटा माउल्डिङ हो जुन चाहिँ हाम्रो नोजिङको तल प्रोभाइडेड गरिएको हुन्छ। किन प्रोभाइडेड गरिएको हुन्छ? यो जुन हाम्रो छ नि अगाडि प्रोजेक्टेड भएको पार्ट छ नि, यो पार्ट नोजिङलाई सपोर्ट गर्नको लागि र यो भर्टिकल जुन एलिभेसन छ नि, यो एलिभेसन यसलाई ब्युटिफाई गर्नको लागि है हाम्रो चाहिँ स्कोटिया प्रोभाइडेड गरिएको हुन्छ। अब हेरौँ, एक एक गरी हामी डिस्क्राइब गर्नेछौँ, तर बलस्टर भनेको के हो फिगर सहित देखाउने छु है म सब कुरा आज। ब्लस्टर भर्टिकल मेम्बर अफ वुड अर मेटल विच सपोर्ट ह्यान्डरेल। मैले भने हो नि ब्लस्टर भनेको के हो? भर्टिकल मेम्बर। यो मेन भनेको यसमा यो भर्टिकल मेम्बर हो। ब्लस्टर इज द भर्टिकल मेम्बर अफ भनेको छ नि, अफ के को हो? यो वुडबाट पनि बनेको हुन्छ र मेटलबाट पनि बनेको हुन्छ। विच सपोर्ट्स ह्यान्डरेल, जसले ह्यान्डरेललाई सपोर्ट गर्छ है। अब फिगरबाट बुझ्दाखेरि हाम्रो एक्चुअल फिगर हेरौँ है, 3D फिगर हेरौँ। अब हेर्नुहोस् यहाँ फिगरमा हेर्नुहोस् है, बलस्टर भनेको यो बिचमा यिनी भर्टिकल मेम्बरहरू छन् नि, यिनी भर्टिकल मेम्बरहरू हुने यिनीहरूलाई नै हाम्रो ब्लस्टर भनिरहेको हुन्छ है। यिनीहरू के हुन्? हाम्रो ब्लस्टर। हेर्न सक्नुहुन्छ ब्लस्टर। यो चाहिँ वुडको पनि हुनसक्छ र मेटलको पनि हुनसक्छ, जसले ह्यान्ड रेललाई सपोर्ट गर्छ है। ह्यान्ड रेल त्यसको माथि फिक्स्ड गरिएको हुन्छ, हाम्रो ब्लस्टरको माथि। त्यसपछि रहेको छ बलुस्ट्रेड। के हो बलुस्ट्रेड भनेको? बलुस्टर र बलुस्ट्रेड बीच कन्फ्युजन हुने होइन साथीहरू। बलुस्टर भनेको जस्ट भर्टिकल मेम्बर हो र बलुस्ट्रेड भनेको कम्बाइन्ड फ्रेमवर्क हो। के हो? कम्बाइन्ड फ्रेमवर्क। हेर्न सक्नुहुन्छ कम्बाइन्ड फ्रेमवर्क, यो टर्म छुटाउने होइन। के को कम्बाइन्ड फ्रेमवर्क हो? ह्यान्ड रेल र बलुस्टर। बुझ्नुभयो नि? ह्यान्ड रेल र बलुस्टरलाई नै हाम्रो के भनिन्छ? बलुस्ट्रेड भनिन्छ। तिनीहरूको कम्बिनेसनबाट जुन एउटा फ्रेम बनिरहेको हुन्छ नि, त्यो फ्रेम नै हाम्रो बलुस्टर हो। प्रोभाइड्स प्रोटेक्सन टु युजर, यसले नै हामीलाई युजरहरूलाई नै प्रोटेक्सन दिइरहेको हुन्छ, यसले प्रोभाइड गर्छ। हेर्न सक्नुहुन्छ अब फिगरमा बलुस्ट्रेड, यो जति पनि यो पोर्सन छ नि, यो न्युअल पोस्टदेखि लिएर यो बलुस्टरहरू र ह्यान्डरेलको जुन एउटा कम्बिनेसन छ नि, यो कम्बिनेसन नै हाम्रो बलुस्ट्रेड हो। बुझ्नुभयो नि? त्यसपछिको टर्म रहेको छ हाम्रो ट्रेड। हेरौँ है ट्रेड। ट्रेड के हो? ट्रेड भनेको अप्पर होरिजन्टल पोर्सन अफ स्टेप। एउटा स्टेपको के हो? एउटा अप्पर होरिजन्टल पोर्सन अफ स्टेप अन विच, जसमा फुट इज प्लेस्ड, जसमा खुट्टा राखिन्छ है। अब अप्पर होरिजन्टल पोर्सन अफ स्टेप, यहाँ स्टेप भन्ने एउटा टर्म आएछ। फेरि स्टेप भनेको के हो? स्टेप अरू के होइन, एउटा यो राइजर छ, यो चाहिँ ट्रेड छ भनेपछि यसको कम्बिनेसन, यो यसलाई एउटा स्टेप भन्छ कि एउटा राइजर प्लस एउटा ट्रेडलाई नै हाम्रो एउटा स्टेप भन्छ यसलाई। अब स्टेपको यो चाहिँ अप्पर हो नि त, अप्पर, यो चाहिँ होरिजन्टल पोर्सन हो है, यो चाहिँ होरिजन्टल, त्यसलाई नै हाम्रो के भनिन्छ? ट्रेड। यसमा तलमाथि जाँदाखेरि हामी खुट्टा राखेर गइरहेको हुन्छौँ नि, यसमा खुट्टा राख्ने, फेरि अर्को आउँछ त्यसमा खुट्टा राख्ने, जसमा हामी खुट्टा राखिरहेको हुन्छौँ नि तलमाथि गर्दाखेरि, त्यो पोर्सन नै के हो? हाम्रो ट्रेड हो। अब द नम्बर अफ ट्रेड इन स्टियर इज अलवेज लेस देन राइजर बाई 1। यसले भन्न खोजेको के हो भनेपछि नम्बर अफ स्ट्रेड, ट्रेडहरूको सङ्ख्या एउटा स्टेयरमा, कुनै पनि स्टेयरमा ट्रेडहरूको सङ्ख्या इज अलवेज लेस देन राइजर भन्दा कम हुन्छ। कतिले कम हुन्छ? 1ले। र जस्तै इक्जाम्पलको लागि हाम्रो ट्रेडको सङ्ख्या 12 छ भने राइजर चाहिँ त्यसमा कति हुन्छ? 11 हुन्छ। बुझ्नुभयो नि? अब गोइङ भनेको छ फेरि है, गोइङ र ट्रेडलाई हामीले कम्बिनेसन गरेर पढ्ने हो है। पहिला ट्रेड रट्टा हान्ने, त्यसपछि राइजर रट्टा हान्ने, त्यो होइन। पहिला ट्रेड पढ्ने हो, त्यसपछि गोइङ पढ्ने हो। किन भनेपछि यी दुई बिचको अन्तर्सम्बन्ध छ। एउटा बुझेपछि अर्को बुझिजान्छ, त्यही भएर पहिला ट्रेड पढ्ने, त्यसपछि गोइङ पढ्ने है। अब गोइङ, होरिजन्टल डिस्टेन्स बिट्विन टु कन्सेक्युटिभ राइजर फेस। के हो? गोइङ इज द होरिजन्टल डिस्टेन्स, केही होइन क्या, गोइङ भनेको एउटा होरिजन्टल डिस्टेन्स हो बिट्विन को बिचमा, के को बिचमा? टु कन्सेक्युटिभ राइजर।
फेस बुझ्नुभयो नि? अब फिगर हेरौँ है। गोइङ भनेको हेर्न सक्नुहुन्छ यो गोइङ क्या यतादेखिको यो एकछिन है गोइङ मैले उतै माथि नै देखाउँछु है गोइङ भनेको के हो हेर्न सक्नुहुन्छ गोइङ मैले भनिसकेको छु नि गोइङ यो यहाँदेखि यहाँसम्मको हाम्रो डिस्टेन्स के हो त्यो डिस्टेन्सलाई हाम्रो गोइङ भनिरहेको हुन्छ यहाँ माथि पनि देखाइसकेको छौँ मैले हेर्न सक्नुहुन्छ है गोइङ अब आउँछ राइजर राइजर भनेको के हो र राइज भनेको के हो यसमा झुक्किने होइन यी दुईवटा टर्महरू सुन्दाखेरि एउटै लागिरहेको हुन्छ तर पढ्दाखेरि यिनीहरूको कन्सेप्ट चाहिँ अलग छ है राइजर भनेको भर्टिकल पोर्सन हो के को स्टेपको हो स्टेप के हो मैले भनिसकेको छु एउटा स्टेप यो चाहिँ एउटा राइजर र एउटा ट्रेड मिलेर एउटा स्टेप बनिरहेको हुन्छ यो एउटा स्टेपको जुन एउटा भर्टिकल पोर्सन हुन्छ नि यो पोर्सन नै तपाईँको राइजर हो बुझ्नुभयो नि विच अब हेरौँ विच सपोर्ट द ट्रेड जसले ट्रेडलाई सपोर्ट गर्छ यसले ट्रेडलाई सपोर्ट त गरेको छ नि हेर्न सक्छ राइजर यो चाहिँ ट्रेडलाई सपोर्ट गरेको छ नि यसले है अब राइज भनेको छ भर्टिकल डिस्टेन्स बिट्विन टु कन्सेक्युटिभ ट्रेड अब यो माथि भनिसकेका छौँ यो ट्रेड राइजर भनेको भर्टिकल डिस्टेन्स हो अर भर्टिकल हाइट हो है यसलाई डिस्टेन्स भन्दा नि हाइट भन्दा अलि कम हुन्छ है त्यसपछि अर्को स्टेप रहेको छ हाम्रो अर्को पोइन्ट छ स्टेप हेर्न सक्नुहुन्छ स्टेप स्टेप कम्बिनेसन अफ राइजर एन्ड ट्रेड राइजर र ट्रेडको कम्बिनेसन नै हाम्रो स्टेप हो पोर्सन अफ स्टियर विच पर्मिट एसेन्ट अर डेसेन्ट यो स्टियरको एउटा पोर्सन हो जसले हामीलाई तल र माथि गर्न अनुमति दिन्छ है विच पर्मिट्स अनुमति दिन्छ एसेन्ट एन्ड डेसेन्ट तलमाथि गर्नको लागि तलमाथि जानको लागि हामीलाई के दिन्छ एउटा अनुमति दिन्छ अब यो कम्बिनेसन अफ राइजर एन्ड द ट्रेड भनेको के हो मैले बारम्बार भनिरहेको छु एउटा राइजर र एउटा ट्रेड सरी यो एउटा ट्रेडको कम्बिनेसन नै हाम्रो के हो यता हेरौँ है सरी मिस्टेक भइरहेको छ यता अब हेरौँ है स्टेप हेरौँ यो चाहिँ हाम्रो राइजर हो यो चाहिँ हाम्रो ट्रेड हो होरिजेन्टल ट्रेड हो र भर्टिकल राइजर हो यी दुई बिचको एउटा कम्बिनेसन यी दुई बिच मिलेर एउटा स्टेप बनिरहेको हुन्छ हाम्रो बुझ्नुभयो अब हेरौँ थर्ड पोइन्ट इट इज कम्प्राइज अफ ट्रेड एन्ड राइजर यो मैले भनिसकेँ यो कम्बिनेसन भन्नु र यो पोइन्ट भन्नु एउटै हो कन्सेप्ट बुझ्ने हो हामीले एउटा मात्र लेख्दा हुन्छ है र मैले बुझ्नको लागि दुईवटा लेखिदिएको छु यसमा त्यसपछि रहेको छ पोइन्ट नम्बर अर्को मिनिमम नम्बर अफ स्टेप्स अन अ फ्लाइट हाम्रो एउटा फ्लाइटमा मिनिमम नम्बर अफ स्टेप चाहिँ 3 भन्दा बढी हुनु भएन सरी 3 भन्दा कम हुनु भएन के 3 भनेको मिनिमम हो अब हेरौँ म्याक्सिमम नम्बर अफ स्टेप्स अन अ फ्लाइट एउटा फ्लाइटमा इन्डियन स्ट्यान्डर्डले भन्छ 12वटा भन्दा बढी हुनु भएन है तर चाहिँ एज पर एनबिसी तर एनबिसीले के भनिरहेछ भनेपछि 12 भन्दा बढी हुनु भएन के अब हेर्नुहोस् अब लोकसेवामा क्वेसन कसरी आइदिन्छ भनेपछि म्याक्सिमम नम्बर अफ स्टेप्स अन अ फ्लाइट भनिरहेको हुन्छ इच फ्लाइट पनि भनिरहेको हुन्छ है अब अप्सनमा छ 10 11 12 13 14 15 छ भनेपछि फर्स्ट प्रायोरिटी कसलाई दिनुहुन्छ यदि क्वेसनमा आइएस अर एनबिसी भनेर तोकेको छैन भने हामीले फर्स्ट प्रायोरिटी एनबिसीलाई दिनुपर्ने हुन्छ किन एनबिसीलाई दिनुपर्ने हुन्छ हामी लोकसेवा नेपालमा दिइरहेछौँ त्यही भएर यदि इन्डियामा दिइरहेछौँ भनेपछि 12 नै हुन्थ्यो यदि ठिक छ यदि पर्सनल्ली आइएस अनुसार कति हुन्छ भन्यो भने 12 भन्ने र एनबिसी अनुसार कति हुन्छ भनेपछि 15 भन्ने यदि तोकेको छैन भने 15 नै भन्नु होला है मिनिमम त दुइटैको लागि एउटै हो आइएसको लागि पनि र एनबिसीको लागि पनि त्यसपछि तल केही थम्ब रुलहरू रहेका छन् हेर्न सक्नुहुन्छ
The following rules are used as a guideline to obtain satisfactory portion of steps on a stair. यो एउटा के होइन सरी यो एउटा रिलेसन हो यी रिलेसनहरू प्रयोग गरेर हामी स्टेपहरूको पोर्सनहरू निकाल्ने गरिरहेका हुन्छौँ है यो हेर्नु होला यो इजी हो र टान्ने हो यो त अब यस्तो छ है यदि तपाईँ लुक्सियातानी गरिराख्नु भएको छ भने आर इन्टु टी इक्वल टु 400 देखि 420 सेन्टिमिटर स्क्वायर यो डी प्रसाद सरले यस्तो भन्नुभएको छ तर अरू बुकमा चाहिँ 400 देखि 450 छ यसलाई नै पढ्नु होला 400 देखि 450 वालालाई नै है त आर प्लस टी 42.5 cm टु 45 सेन्टिमिटर तर अन्य बुकहरूले 40 देखि 45 सेन्टिमिटर भनिरहेको हुन्छ यसलाई नै प्रायोरिटी दिनु होला 40 देखि 45 त्यसपछि छ 60 देखि 62.5 डी यो भ्याल्यु चाहिँ डी प्रसाद सरले भन्नुभएको भ्याल्यु हो डी प्रसाद सरको बुकमा यो भ्याल्यु छ र अन्य बुकहरूमा चाहिँ हाम्रो यो भ्याल्यु रहेको छ है अब हेर्न सक्नुहुन्छ नोजिङ मैले सुरुमै भनिसकेको छु आउटर प्रोजेक्टिङ पार्ट अफ द ट्रेड बेवाइन्ड द फेस अफ द राइजर अब हेर्नुहोस् यो चाहिँ हाम्रो राइजर हो यो हाम्रो ट्रेड हो अब आउटर प्रोजेक्टिङ भनेको छ नि आउटर प्रोजेक्टिङ भनेपछि यहाँभन्दा बाहिर आउनु पर्यो यो प्रोजेक्टिङ भएको छ कि बाहिर पार्ट अफ द ट्रेड बेवाइन्ड द फेस यो भनेको हाम्रो फेस हो क्या यो के को फेस हो राइजरको फेसभन्दा बेवाइन्ड भन्ने छ नि यो साइडमा बेवाइन्ड भनेको यो साइडमा है जुन यो प्रोजेक्टिङ गरेको यति यो पार्ट छ नि यो पार्टलाई नै हाम्रो नोजिङ भन्ने हो कि अब स्कोटिया भनेको के हो त यो हाम्रो नोजिङ छ नि जुन यो नोजिङ त त्यत्तिकै माथि जाँदाखेरि यसमा खुट्टा लागेपछि त यो नोजिङ त टुटिजाला है प्याट्टै टुटिजाला त्यही भएर यसलाई सपोर्ट गर्नको लागि तल एउटा यस्तो प्रोभाइडेड गरिएको हुन्छ यो भाग यसलाई नै हाम्रो स्कोटिया भनिन्छ यो किन प्रोभाइडेड गरिन्छ नोजिङलाई सपोर्ट गर्नको लागि र इलिभेसन एउटा स्टेपको इलिभेसनलाई ब्युटिफाई गर्नको लागि इम्प्रुभ गर्नको लागि हाम्रो स्कोटिया प्रोभाइडेड गरिएको हुन्छ अब स्कोटियाको बारेमा पनि बुझिसक्नुभयो त्यसपछि रहेको छ हाम्रो वेस्ट स्ल्याब के हो वेस्ट स्ल्याब भनेको इन्क्लाइन स्ल्याब हो नि त वेस्ट स्ल्याब इज द इन्क्लाइन्ड स्ल्याब अफ स्टियरको इन्क्लाइन्ड स्ल्याब हो मिनिमम थिकनेस वेस्ट स्ल्याबको मिनिमम थिकनेस कति हुन्छ तपाईँको 15 सेन्टिमिटर हुन्छ मिनिमम एज पर एनबिसी अनुसार है 15 सेन्टिमिटर हुन्छ तर हरि सरले सहारामा चाहिँ 12 भनेर पढाउनु भएको छ फर्स्ट प्रायोरिटी चाहिँ यसलाई नै दिनु होला है किनभनेपछि एनबिसी अनुसार हो नि त यसैलाई फलो गर्ने हो नि त हामीले सायद यो चाहिँ आइएस अनुसार हुनसक्छ जहाँसम्म लाग्छ मलाई त्यसपछि रहेको छ द थिकनेस अफ आरसिसी स्ल्याब ओभर विच स्टेप्स अफ आरसिसी रेस्ट इज कल्ड वेस्ट स्ल्याब यो इन्क्लाइन्ड स्ल्याब अफ स्टेयर भन्नु र यो भन्नु एउटै हो है कन्फ्युजन नहुनु होला इन्क्लाइन्ड स्ल्याब नै हाम्रो वेस्ट स्ल्याब हो अब भन्छ सोपिट अन्डर सर्फेस अफ स्टेयर अर वेस्ट स्ल्याब जस्तै यो हाम्रो छ एउटा वेस्ट स्ल्याब छ ल मानौँ यो 15 सेन्टिमिटरको एउटा वेस्ट स्ल्याब छ है यो हाम्रो वेस्ट स्ल्याब हो र वेस्ट स्ल्याबको जुन अन्डर सर्फेस हुन्छ नि यो सर्फेस मात्र कि अब के होइन त्यसमा पार्ट सार्ट भन्नु पर्दैन एउटा सर्फेस के यो सर्फेस नै हाम्रो के हो सोफिट हो सोफिट इज द अन्डर सर्फेस अफ स्टेयर बुझ्नुभयो नि त्यसपछि चाहिँ हाम्रो पिच पिच अर स्लोप पिच केही होइन के कन्फ्युजन हुने होइन क्या किनभने पिच एउटा एङ्गल हो कि एङ्गल इन्क्लिनेसन एङ्गल हो कि एन इन्क्लिनेसन अफ स्टेयर विथ होरिजेन्टल जस्तै यो चाहिँ हाम्रो होरिजेन्टल छ भनेपछि यहाँबाट हाम्रो स्टेयर यस्तो डाइरेक्सनमा स्टेयर जान्छ नि त हाम्रो यो एङ्गल के स्टेयरले होरिजेन्टलसँग बनाइएको एङ्गल यो एङ्गललाई नै हाम्रो के भनिन्छ पिच है थिटाले डेनोटेट गरिन्छ यसलाई यो थिटा हो है अर अथवा एन एङ्गल एन एङ्गल एउटा एङ्गल हो विच जुन लाइन अफ नोजिङ अफ स्टेयर मिक्स विथ द होरिजेन्टल लाइन अफ नोजिङ स्टेयरको नोजिङको लाइनले होरिजेन्टलसँग बनाउँछ त्यो एङ्गल नै हाम्रो के हो पिच हो पिच सुड बी लिमिटेड यो हाम्रो सिमिटेड हुन्छ
पिच हाम्रो लिमिटेड हुन्छ, सीमित हुन्छ। 25 डिग्रीदेखि 40 डिग्री हुन्छ है। यो इम्पोर्टेन्ट छ गाइज, यो लोकसेमा सोधिरहेछ टाइम टाइममा है। 25 भनेको मिनिमम डिग्री हो। 25 भन्दा कम राख्न पाइएन र 40 भन्दा बढी राख्न पाइएन। यसको बिचमा राख्ने हो कि हामीले भ्याल्यु, त्यसको एङ्गल राख्दाखेरि। यदि बढी राख्यो भने के हुन्छ? उक्लन गाह्रो हुन्छ है। यदि कम राख्यो भने के हुन्छ? त्यसको लेन्थ बढ्छ, टाइम झ्याउ हुन्छ माथि जान है। त्यसपछि छ हाम्रो स्ट्रिङ हो। अब स्ट्रिङ है, स्ट्रिङ धेरै साथीहरू यसमा कन्फ्युजन भइराख्नु भएको छ है। स्ट्रिङमा स्ट्रिङ र वेस्ट स्ल्याबमा कन्फ्युजन भइराख्नु भएको छ। यसलाई हाम्रो स्ट्रिङ्गर पनि भनिरहेको हुन्छ है। अल्सो नन एज स्ट्रिङ्गर अर स्ट्रिङ्गर बोर्ड। यो चाहिँ प्राय हाम्रो वुडन स्टेयरमा देखिन्छ है। यो आरसिसी स्ल्याबमा त्यति देखिँदैन। यो खासमा देखिने भनेको हाम्रो वुडन स्टेयरमा हो। म यसको पनि देखाउँछु है, यो के हो भनेर। पहिला त्यो देखाउँछु, त्यो के हो है एकछिन। हेर्न सक्नुहुन्छ यसमा, यो फिगरमा हेर्नुहोस् है। यो पार्ट छ नि जुन यो काठको हुन्छ क्या, प्राय यो काठ या मेटलको अल्मुनियमको हुन्छ। यो नै हाम्रो स्ट्रिङ हो क्या। चाहिँ साइड साइडमा लगाएको हुन्छ, स्टेयर केसको साइडमा, कहिलेकाहीँ स्टेयरको सेन्टरमा पनि लगाइरहेको हुन्छ है। त्यसमा कन्फ्युजन हुने होइन। दिज आर स्ट्रक्चरल मेम्बर, तिनीहरू स्ट्रक्चरल मेम्बर हुन्। दिज आर स्ट्रक्चरल मेम्बर द्याट रन अलङ आइदर साइड अफ द स्टेयर। आइदर साइड अफ द स्टेयर भन्नाले तिन चाहिँ हाम्रो लेफ्ट साइडतिर पनि गइरहेको हुन्छन् वा राइट साइडतिर पनि। समटाइम अलङ सेन्टर, कहिलेकाहीँ यदि हाम्रो विड्थ बढी छ भने चाहिँ सेन्टरबाट पनि तिनीहरू बनाइएका हुन्छन्। टु विच ट्रेड एन्ड राइजर आर फिक्स्ड, जसमा हाम्रो ट्रेड र राइजरलाई फिक्स्ड गरिएको हुन्छ। हेर्नुहोस् है, यसमा हेर्न सक्नुहुन्छ नि। यसमा हाम्रो यो ट्रेड हो, ट्रेडलाई त्यसमा फिक्स्ड गरेको छ र यो हाम्रो राइजरलाई पनि त्यसमा लगेर फिक्स्ड गरिएको छ नि। अर दिज आर द स्लोपिङ मेम्बर, तिनीहरू स्लोपिङ मेम्बर त हुन् त। विच सपोर्ट द स्टेप्स एन्ड रन अलङ द स्लोप अफ स्टेयर। एउटै हो, माथि भन्नु र माथिको भनेको र तलको भनेको एउटै हो, यसमा कन्फ्युजन नहुनु होला। अब त्यसपछि रहेको छ एउटा सानो एमसिक्यू रहेको छ है। त्यो चाहिँ लोकशाहीले सोधेको क्वेसन हो। द इन्क्लाइन्ड सपोर्ट एट द इन्ड अफ ट्रेड्स एन्ड राइजर अफ स्टियर इज नन एज, यसलाई स्ट्रिङ भनिन्छ। यसको बारेमा मैले भर्खर डिस्क्राइब गरिसकेको छु माथि। यो एट द इन्ड अफ भनेर आउँछ कि साथीहरू यसमा। के को इन्डमा? एट द इन्ड अफ ट्रेड एन्ड राइजर। यदि यहाँनिर अन्डरनिथ भएको भए हाम्रो आन्सर चाहिँ डी हुन्थ्यो, वेस्ट स्ल्याब हुन्थ्यो। किन किन वेस्ट स्ल्याब हुन्छ? यदि ट्रेडको तल भनेको भए हाम्रो वेस्ट स्ल्याब त हो, तर एट द इन्ड भनेको छ नि, इन्ड सायद छेउछेउमा के, छेउछेउमा। त्यही भएर हाम्रो आन्सर चाहिँ स्ट्रिङ हुन जान्छ यसमा है। त्यसपछि रहेको छ हाम्रो न्युअल पोस्ट, अ भर्टिकल मेम्बर विच इज प्लेस्ड एट द इन्ड अफ फ्लाइट टु कनेक्ट द इन्ड अफ स्ट्रिङ अर ब्लस्टर एन्ड ह्यान्ड रेल। बुझ्नुभयो नि? यो न्युअल पोस्ट भनेको जो हाम्रो फ्लाइटको, यो एउटा फ्लाइट छ भनेपछि यो बिचबिचमा चाहिँ ब्लस्टरहरू प्रोभाइडेड गरिएको हुन्छ। र जुन यो टप मेन हुन्छ नि, यो मेन मेन एउटा टपमा हुन्छ र एउटा बटममा हुन्छ। यसलाई नै हाम्रो न्युअल पोस्ट भन्ने हो। यसको टपमा एउटा क्याप हुन्छ, यो क्यापलाई न्युअल क्याप भन्ने हो। टु कनेक्ट द इन्ड अफ, के को इन्ड हो? इन्ड भनेको छ नि बलस्टर के, यो बलस्टर जुन हाम्रो भर्टिकल मेम्बर छ नि तिनीहरूको इन्ड र ह्यान्डरेलको इन्ड, यहाँदेखि यहाँसम्मको ह्यान्डरेल, यो ह्यान्डरेल छ, ह्यान्डरेलको इन्ड त हो नि, यो एउटा यो इन्डलाई जोडेको हुन्छ र ह्यान्डरेलको एउटा यो इन्डलाई जोडेको हुन्छ र हाम्रो जो ब्लस्टरहरू छ नि, ब्लस्टरहरूको टपलाई पनि जोडेको हुन्छ। केले? यसले, केले? न्युअल पोस्टले है। कन्फ्युजन हुने होइन। त्यसपछि छ हाम्रो फाइनियल। फाइनियल भनेको द टप डेकोरेटिभ क्याप अफ द न्युअल पोस्ट। जस्तो हाम्रो यो न्युअल पोस्ट छ है, यसको टपमा एउटा क्याप लगाएको हुन्छ क्या, न्युअल पोस्ट जुन हाम्रो मेन मेम्बर हुन्छ नि, त्यसलाई नै हाम्रो हाम्रो फाइनियल भन्ने हो कि। यो चाहिँ डेकोरेटिभ गरिएको हुन्छ, अलि सौन्दर्यताको लागि अलि राम्रो बनाएको हुन्छ, त्यो क्याप नै हाम्रो फाइनियल हो। त्यसपछि छ रन, हेर्न सक्नुहुन्छ रन। के हो रन भनेको? रन भनेको कुद्नु होइन। अब टोटल लेन्थ हो क्या, टोटल लेन्थ।
अफ स्टियरको टोटल लेन्थ इन होरिजेन्टल प्लेनमा इन्क्लुडिङ ल्यान्डिङ विड्थ ल्यान्डिङको विड्थलाई सहित जोडेर बट एक्सक्लुडिङ प्यासेज इन्क्लुडिङ र एक्सक्लुडिङ बुझ्नु होला यसमा इन्क्लुडिङ भनेको के हो र एक्सक्लुडिङ भनेको के इन्क्लुडिङ भनेको त्यसलाई पनि त्यसैमा जोडेर क्या समावेश गरेर तर एक्सक्लुडिङ भनेको त्यो बाहेक क्या त्यसलाई त्यसमा नजोडेर भन्ने टर्म आउँछ यसमा रन भनेको सम अफ ट्रेड हेर्न सक्नुहुन्छ यो ट्रेड हो यो ट्रेड हो यो ट्रेड हो यो ट्रेड हो तर यो पोर्सन हाम्रो प्यासेज हो कि जहाँबाट हाम्रो स्टेयर केस सुरु भइरहेको हुन्छ है यो भनेको ल्यान्डिङ हो यो ल्यान्डिङ विड्थ हो है अब हेर्नुहोस् हाम्रो यहाँदेखि यहाँसम्मको डिस्टेन्स नै हाम्रो के हो रन यसलाई रन भन्छ है यहाँदेखि यहाँसम्मको डिस्टेन्स हाम्रो यो होरिजेन्टल प्लेनमा हो फेरि त्यसपछि रहेको छ हाम्रो हेड रुम के हो हेड रुम भनेको हेर्न सक्नुहुन्छ हाम्रो हेड रुम मिनिमम क्लियर भर्टिकल हो क्या मिनिमम हो म्याक्सिमम होइन फेरि मिनिमम क्लियर डिस्टेन्स क्लियर के क्लियर यसको अर्थ टाउको नठोकिनु भएन क्या माथि टाउको ठोकिए त त्यो क्लियरै भएन है यो भर्टिकल सरी भर्टिकल दुईचोटि लेखिएको रहेछ भर्टिकल डिस्टेन्स बिट्विन द फर्स्ट ट्रेड अफ स्टेप जुन हाम्रो फर्स्ट स्टेप आउँछ नि त्यो स्टेपको जुन फर्स्ट ट्रेड त्यसको टप सेन्टरदेखि लिएर ओभरहेड स्ट्रक्चर त्योभन्दा माथि के छ त सेलिङ छ कि फ्लाइट छ कि मल्लो फ्लाइट के तल्लो फ्लाइटमा त हामी छौँ माथिल्लो फ्लाइटको लावर पोइन्टसम्मको डिस्टेन्स नै हाम्रो के हो हेड रुम मिनिमम हेड रुम कति हुन्छ डिप्सा सरमा चाहिँ 2.15 मिटर भनेको छ तर एनबिसीमा हेर्ने हो भनेपछि एनबिसीले 2 मिटर भनेको छ है 2 मिटर भन्नाले 6 फिट 6 इन्ची मात्र हुन्छ हाम्रो मिनिमम हेड रुम मिनिमम हुनुभयो क्या योभन्दा कम चाहिँ हुनु भएन बढी भएपछि त केही हुँदैन तर मिनिमम चाहिँ हुनु भएन है त्यसपछि रहेको छ ल्यान्डिङ होरिजन्टल प्लेटफर्म ल्यान्डिङ इज नथिङ बट इट इज ओन्ली होरिजेन्टल पोर्सन एट द टप एन्ड द बटम अफ फ्लाइट बिट्विन द फ्लोर हेर्न सक्नुहुन्छ एट द टप टप अर बटम अफ फ्लाइट बिट्विन द फ्लोर हाम्रो जस्तै डगलेग स्टेयर यताबाट माथि गएर आउँछ है सरी यताबाट माथि गएर आउँछ फेरि यहाँबाट डाइरेक्सन चेन्ज गरेर आउँछ नि हाम्रो डगलेगले यो एट द टप भनेको जुन तलबाट गइरहेको फ्लाइट छ नि यो फ्लाइटको टप हो है र बटम अफ फ्लाइट भन्नाले जुन यहाँदेखि सुरु भएर आउँछ नि यो फ्लाइट हाम्रो के हो यो फ्लाइटको बटम भन्नाले यसलाई बुझाउँछ कि माथि जाने फ्लाइटको बटम भन्नाले यसलाई तलबाट माथि जानेको टप भन्नाले यसलाई जुन यसमा मिड ल्यान्डिङमा प्रोभाइडेड गरिएको जुन प्लेटफर्म छ नि त्यसलाई नै हाम्रो ल्यान्डिङ भनिन्छ है इट फेसिलिट चेन्ज अफ डाइरेक्सन अफ फ्लाइट यसले चाहिँ हाम्रो फ्लाइटको डाइरेक्सनलाई चेन्ज गर्ने काम गरिरहेको हुन्छ प्राइमरली द विड्थ अफ ल्यान्डिङ सुड नट बी लेस देन द स्टियर विड्थ यसले के भन्न खोजेको भनेपछि जुन हाम्रो ल्यान्डिङको विड्थ हुन्छ नि त्यो विड्थ चाहिँ स्टियरको विड्थभन्दा कम हुनु भएन तर बढी भए केही हुन्न तर कम चाहिँ हुनु भएन एज पर नेपाल नेसनल बिल्डिङ कोड यसरी तल आइसकेछ पुरै फ्यात गरेर त्यसपछि आउँछ हाम्रो फ्लाइट है फ्लाइट भनेको के हो अनब्रोकन के यो टर्मलाई छुटाउनु भएन यसमा अनब्रोकन अफ स्टेप्स अनब्रोकन सेरिज अफ स्टेप्स बिट्विन टु ल्यान्डिङ दुईवटा ल्यान्डिङ बिचको अनब्रोकन सेरिज नै हाम्रो फ्लाइट हो अब यहाँ के लेखेको छ मैले हेर्न सक्नुहुन्छ है यो पढ्नु होला एउटा ल्यान्डिङ र एउटा प्यासेज बिचको भाग जसमा ल्यान्डिङ एड हुँदैन यो नै हाम्रो फ्लाइट हो अब फिगर हेर्न सक्नुहुन्छ फिगर हो यहाँ हेर्न सक्नुहुन्छ यो यहाँदेखि यहाँसम्मको जुन एउटा यो भाग छ नि यो पोर्सन यो इन्क्लाइन्ड पुरै क्या यसमा यो नै हाम्रो एउटा फ्लाइट हो है त्यसपछि रहेको छ फ्लायर हेर्न सक्नुहुन्छ फ्लायर फ्लायर अरू केही होइन फ्लायर यो एमसिक्यूमा सोधिरहेछ है सोधेको पनि छ लोकसेवामा यो फ्लायर भनेको के हो फ्लायर भनेको रेक्ट्याङ्गुलर स्टेप हो ह्याभिङ प्यारालल विड्थ अफ ट्रेड यो चाहिँ रेक्ट्याङ्गुलर स्टेप हो र वाइडर भनेको के हो हाम्रो वाइडर भनेको ट्रायङ्गुलर पोर्सन के ट्रायङ्गुलर स्टेप हो नि यो
अब म वाइडर कस्तो हुन्छ अब आफै हेर्नु होला है। वाइडर भनेको ट्रायङ्गुलर पोर्सन हो। अब स्टियर विड्थ है। फर रेसिडेन्सियल बिल्डिङको लागि 1 मिटर, टिप्सा सरले 1 मिटर भन्नुभएको छ। रन्जल सरले 0.9 मिटर भन्नुभएको छ। र अल इन वान बुकमा चाहिँ 0.8 मिनिमम र 0.8 देखि 1 मिटरसम्म हुन्छ है। रेसिडेन्सियल बिल्डिङको लागि यो बिचमा हुन्छ। भनेपछि यसलाई नै प्रायोरिटी दिनु होला है। 0.8 देखि 1 मिटरसम्मको लागि। फर पब्लिक बिल्डिङ स्टेयर पब्लिक बिल्डिङमा 1.5 मिटर, तर जनरली 1.5 मिटरदेखि लिएर 1.8 मिटरसम्म हुन्छ। 1.5 भनेको मिनिमम हो, 1.8 भनेको म्याक्सिमम हो है। यसरी बुझ्नु होला। तर हाम्रो एनबिसीले के भनेको छ भनेपछि विड्थ अफ स्टेयर केस फ्लाइट 150 र 1050 भनेको छ, जुन भनेको 1.05 मिटर हो, 42 इन्च हो, 3.5 फिट हो है स्टेयर विड्थ। त्यसपछि रहेको छ हाम्रो ह्यान्डरेल। के हो ह्यान्डरेल भनेको? इट इज अ राउन्डेड अर माउल्डेड मेम्बर। यो एउटा राउन्डेड हुन्छ क्या, एउटा गोलो गोलो लट्ठी टाइपको हुन्छ कि यो। और माउल्डेड मेम्बर अफ वुड अर मेटल। यो वुडबाट पनि बनिएको हुनसक्छ र मेटलबाट पनि बनेको हुन्छ। फलोइङ जनरली द कन्टुर अफ द नोजिङ लाइन। यसले कन्टुर है, नोजिङ लाइनको कन्टुर लाइनलाई फलो गरेको हुन्छ है। एन्ड फिक्स्ड अन द टप अफ ब्लस्टर। यो ब्लस्टरको टपमा गरिएको हुन्छ, जहाँबाट हामी हात राखेर आउँछौँ नि, त्यो नै हाम्रो ह्यान्ड्रेल हो। हाइट अफ ह्यान्ड्रेल कति हुनुपर्छ? 900 mm। यो चाहिँ म्याक्सिमम हो, योभन्दा बढी हुन पाइएन, 3 फिटभन्दा बढी हुन पाइएन, एज पर एनबिसी अनुसार हो यो है। त्यसपछि रहेको छ हाम्रो नेक्स्टमा रिक्वायरमेन्ट अफ गुड स्टेयर। त्यसपछि रहेको छ हाम्रो रिक्वायरमेन्ट्स अफ गुड स्टेयर। एउटा गुड स्टेयरमा हुनुपर्ने गुण के हुन्, कस्तो कस्तो हुनुपर्छ त्यो स्टेयर केस? 5 मार्क्समा सोधिरहेको छ यसलाई, इग्नोर नगर्नु होला। यो एकदम इम्पोर्टेन्ट क्वेसन हो फेरि, 5 मार्क्समा सोध्ने खाले प्रश्न हो। त्यही भएर यो प्रश्नको आन्सर लेख्दाखेरि कहिले पनि डेफिनेसन अफ स्टेयर, पहिला स्टेयरको डेफिनेसन लेख्नु होला। त्यसपछि मात्र फलोइङ आर द एसेन्सियल रिक्वायरमेन्ट अफ गुड स्टेयर भनेर तलबाट सुरु गर्नु होला है। फर्स्टमा रहेको छ हाम्रो लोकेसन है। इट सुड प्रोभाइड इजी एक्सेस टु द युजर। यसले प्रोभाइडर जो युजर हुन्छन् नि, जुन स्टेयरमा तलमाथि गर्ने मान्छेहरू छन् नि, तिनीहरूलाई यहाँ युजर भनेको हो। युजरलाई इजी एक्सेस एकदम सस्ता प्रोभाइड गर्नुपर्छ स्टेयर केसले। र एन्ड गेट सफिसियन्ट लाइट एन्ड भेन्टिलेसन। यो स्टेयर केसमा के सफिसियन्ट लाइट हुनु पर्यो, उज्यालो हुनुपर्ने हुन्छ स्टेयर केसमा है। अँध्यारो भएपछि त गाह्रो हुन्छ नि त तलमाथि जानको लागि है। भेन्टिलेसनको पनि व्यवस्था गरेको हुनुपर्ने हुन्छ हाम्रो स्टेयरमा। त्यसपछि रहेको छ सेकेन्डमा विड्थ अफ स्टेयर। यो विड्थ अफ स्टेयर कुन हो त? विड्थ जस्तो यो हाम्रो एउटा यो छ है, हेर्न सक्नुहुन्छ फिगरमा। यो चाहिँ हाम्रो ल्यान्डिङको पोर्सन भयो, यो चाहिँ हाम्रो प्यासेजको पोर्सन भयो। यहाँबाट हाम्रो स्टेपहरू के हुन्छ, छुट्टिन्छ। ल हाम्रो यो अहिले यो हाम्रो ट्रेड हो है। अब यसमा हेर्न सक्नुहुन्छ विड्थ अफ स्टेयर भनेको छ नि त, यहाँदेखि यहाँसम्मको यो विड्थ छ नि, यो यहाँदेखि यहाँसम्मको डिस्टेन्स नै तपाईँको विड्थ अफ स्टेयर, स्टेयरको विड्थ हो है। र विड्थ अफ ल्यान्डिङ भनेको छ फेरि। यो विड्थ अफ ल्यान्डिङ भनेको यहाँदेखि यहाँसम्मको डिस्टेन्स, यहाँदेखि यहाँसम्मको डिस्टेन्स हाम्रो के हो, यो विड्थ अफ स्टेयर हो। अब इट भेराइज विथ द सिचुएसन। यो हाम्रो अवस्था सिचुएसन अनुसार फरक फरक हुन्छ। र पर्पोज अफ स्टेयर, स्टेयर कुन पर्पोजको लागि युज गरिरहेछौँ, कुन पर्पोजको लागि यो स्टेयर केस बनाइरहेछौँ, त्यसको आधारमा पनि हाम्रो स्टेयरको विड्थ फरक फरक हुनसक्छ है। रेसिडेन्सियल बिल्डिङको लागि 0.80 मिटरदेखि 1 मिटरसम्मको रेन्जमा हुनुपर्ने हुन्छ। 1 मिटरभन्दा माथि हुनु भएन र
मिटरभन्दा कम चाहिँ हुनु भएन। यो चाहिँ हाम्रो रेसिडेन्सियल बिल्डिङको लागि हो। अब पब्लिक बिल्डिङको लागि कुरा गर्दाखेरि 1.5 चाहिँ मिनिमम चाहिँ हुनुपर्ने हुन्छ। योभन्दा कम चाहिँ हुनु भएन र 1.8 यो चाहिँ म्याक्सिमम हो। योभन्दा बढी चाहिँ हुन पाइँदैन है। जनरली 1.5 चाहिँ प्रोभाइडेड गरिरहेको हुन्छ। त्यसपछि रहेको छ विड्थ अफ ल्यान्डिङ। हेर्न सक्नुहुन्छ यो विड्थ अफ ल्यान्डिङ यहाँ मैले भनिसकेको छु। यो चाहिँ हाम्रो विड्थ अफ ल्यान्डिङ हो। यो चाहिँ विड्थ अफ स्टेयरको विड्थभन्दा कम हुनु भएन, बरु बढी चाहिँ हुनुभयो। तर जुन यो डिस्टेन्स छ नि, यो यो डिस्टेन्स चाहिँ यो डिस्टेन्सभन्दा सकेसम्म बराबर हुनुपर्ने हुन्छ, नत्र यो डिस्टेन्स बढी नै हुनुपर्ने हुन्छ है, कम चाहिँ हुनु हुँदैन। विड्थ अफ ल्यान्डिङ हेर्न सक्नुहुन्छ। विड्थ अफ ल्यान्डिङ एट लिस्ट इक्वल टु विड्थ अफ स्टेयर। स्टेयरको विड्थसँग सकेसम्म बराबर हुनुपर्ने हुन्छ, एट लिस्ट है, इक्वल टु विड्थ अफ स्टेयर एट एनी केसेस। यसले भन्न खोजेको के हो भनेपछि जुन हाम्रो ल्यान्डिङको विड्थ छ नि, यो विड्थ चाहिँ स्टेयरको विड्थभन्दा कम हुनु हुँदैन, बरु बढी चाहिँ भए केही हुन्न, तर कम चाहिँ हुनु भएन है। त्यसपछि रहेको छ पिच। पिच भनेको स्लोप हो, यो एङ्गल हो, यो इन्क्लिनेसन एङ्गल हो। यसको बारेमा माथि मैले डिस्क्राइब गरिसकेको छु है। एन एङ्गल विच लाइन अफ नोजिङ अफ स्टेयर मिक्स विथ होरिजेन्टल इट सुड बी लिमिटेड। यो चाहिँ हाम्रो लिमिटेड हुनुपर्ने हुन्छ 25 देखि 40 डिग्रीसम्म। 40 डिग्रीभन्दा माथि हुनु भएन र 25 डिग्रीभन्दा कम हुनु हुँदैन हाम्रो पिच। त्यसपछि रहेको छ लेन्थ। लेन्थ अफ फ्लाइट हेर्न सक्नुहुन्छ यहाँ, लेन्थ अफ फ्लाइट अनब्रोकन सेरिज हो। यो टर्म चाहिँ छुटाउनु हुँदैन हामीले। अनब्रोकन सेरिज अफ स्टेप्स, यो टर्म इम्पोर्टेन्ट टर्म हो। यही टर्मले हो हामीलाई डिस्क्राइब गर्न मद्दत पुर्याउने। बिट्विन टु ल्यान्डिङ, कुनै दुईवटा ल्यान्डिङ बिचको अनब्रोकन सेरिज अफ स्टेप्स नै हाम्रो फ्लाइट हो है। म्याक्सिमम नम्बर अफ स्टेप्स इन अ फ्लाइट, एउटा फ्लाइटमा हो। इन अ फ्लाइट भनेको छ नि, यो भनेको पर फ्लाइट हो। एउटा फ्लाइटमा म्याक्सिमम कतिवटा नम्बर हुनुपर्ने हुन्छ स्टेपहरू। तपाईँको एनबिसीले भनिरहेछ 15वटा र इन्डियन स्ट्यान्डर्डले भनिरहेछ 12वटा है। यो कुन कोडमा भनेको छ? कोड दुईवटा छ एनबिसीको है। यो चाहिँ आर्किटेक्चरलको लागि हो, स्ट्रक्चरलको लागि अर्कै छ। यो चाहिँ यो कोडको लिङ्क चाहिँ म राखिदिन्छु है, यो उसमा राखिदिन्छु, डिस्क्रिप्सनमा राखिदिन्छु। यो 3 चाहिँ हाम्रो मिनिमम नम्बर अफ स्टेप्स हो पर फ्लाइट। एउटा फ्लाइटमा 3वटा स्टेप चाहिँ हुनुपर्ने हुन्छ, योभन्दा कम चाहिँ हुनु हुँदैन है। यो चाहिँ बोथ इन्डियन स्ट्यान्डर्ड र नेपाली स्ट्यान्डर्डको हो। त्यसपछि रहेको छ स्टेप डाइमेन्सन। हेर्न सक्नुहुन्छ स्टेप डाइमेन्सन। यो चाहिँ एज पर नेपाल नेसनल बिल्डिङ कोडको अनुसार हो है। रेसिडेन्सियल बिल्डिङको लागि कति हुनुपर्छ? मिनिमम ट्रेड विड्थ 250, जुन हाम्रो 10 इन्ची हुन्छ। म्याक्सिमम हाइट अफ राइजर यो चाहिँ 190, 7.4 इन्ची हुन्छ। अब यहाँ मिनिमम ट्रेड भनेको छ, तल म्याक्सिमम हाइट भनेको छ। यस्तो किन भने होला? यस्तो किन भने मिनिमम ट्रेड है 250 मिनिमम हुनुपर्ने हुन्छ, योभन्दा कम हुनु हुँदैन। यदि कम भएपछि के हुन्छ? खुट्टो हाम्रो जुन फुट हुन्छ नि, खुट्टो माथि राख्दाखेरि त्यो खुट्टाले पुरै स्पेस चाहिँ ओगट्ने स्पेस कम भएपछि हामी त्यहाँबाट लड्न सक्छौँ है। गाह्रो हुन्छ तलमाथि जानको लागि। मिनिमम यो चाहिँ योभन्दा बढी चाहिँ जति राख्दा पनि हुन्छ है, तर 250 भन्दा कम चाहिँ राख्न पाइएन। जनरली डिजाइन गर्दाखेरि हाम्रो 10 इन्ची नै राखिरहेको हुन्छ है। अब यहाँ म्याक्सिमम हाइट कुरा गरिरहेछ है। म्याक्सिमम राइज हाम्रो 7.4 इन्ची भन्दा कम हुनु भएन। यहाँ म्याक्सिममको कुरा किन गर्यो र यहाँ मिनिममको कुरा किन गर्यो? म्याक्सिममको कुरा किन गर्यो भनेपछि राइजरको हाइट यदि हाम्रो 190 भन्दा माथि भयो भने यहाँ तलमाथि जान हामीलाई गाह्रो हुन्छ है। लगभग चाहिँ ठुलिहाल्नुपर्ने हुन्छ, जसले गर्दाखेरि त्यहाँ एक्सिडेन्ट हुने चान्स धेरै हुन्छ। त्यसपछि रहेको छ पब्लिक बिल्डिङ है। पब्लिक बिल्डिङ वा अदर बिल्डिङ भनेर एमसिक्यू सोधिरहेको हुन्छ यहाँबाट है। यो पुरैबाट एमसिक्यू सोधिरहेको हुन्छ। त्यसपछि मिनिमम ट्रेड 279 जुन चाहिँ 11 इन्च हुन्छ है। म्याक्सिमम हाइट अफ राइजर यो चाहिँ 175 अथवा 6.9 यो चाहिँ हाम्रो एनबिसीले रिकमेन्डेड गरेको छ है। योभन्दा कम राख्न पाइँदैन, बढी राख्न पाइँदैन भनेर कोडमै भनिदिएको छ। यो म कोड
पछि देखाउनेछु। कोडको बारेमा पनि हाम्रो एउटा भिडियो आउनेछ, कृपया त्यो भिडियो पनि हेर्नुहोला। त्यसपछि रहेको छ, यदि हामीलाई 5 मार्क्ससम्मको लागि मात्र क्वेसन सोधेको छ नि यो, यदि हामीलाई 10 मार्क्समा सोधिदियो भने के गर्ने? हामीले त 6वटा पोइन्ट मात्र लेखेका छौँ, पुग्छ र 6वटा पोइन्टले 10 मार्क्सको लागि? पुग्दैन नि। त्यही भएर हामीले जुन चाहिँ माथि कम्पोनेन्टहरू पढाएका छौँ नि, त्यहीँबाट अलिअलि घुसाइदिने र मिनिमम 10वटा पोइन्ट बनाउनु पर्ने हुन्छ। यदि 10 मार्क्सको लागि सोधेको छ भने फिगर पनि बनाउँदा राम्रो हुन्छ है। हेर्न सक्नुहुन्छ यहाँ एउटा मैले सिम्पली फेरि अर्को फिगर बनाइदिएको छु बुझ्न सजिलो होस् भनेर। हेर्नु होला है, यो चाहिँ पिच हो, यो सोपिट अन्डर सर्फेस अफ वेस्ट स्ल्याब। यो चाहिँ वेस्ट स्ल्याब हो जुन चाहिँ 15 सेन्टिमिटर थिकनेस मिनिमम हो। यो ल्यान्डिङ हो। यो चाहिँ नियर पोस्ट भर्टिकल, यो चाहिँ टपमा हुन्छ र एउटा बटममा हुन्छ है। यी दुई टप र बटमको बिचमा हुने जति पनि यिनीहरू छन्, यिनी भर्टिकल मेम्बरहरू, यिनीहरू हाम्रो बलस्टर हो। यो चाहिँ ह्यान्डल हो है, यसमा हामी हात राखेर तलमाथि गरिरहेको हुन्छौँ नि, यो ह्यान्डल हो। यो सोपिट भइहाल्यो, यो पिच भइहाल्यो, यो लेन्थ अफ फ्लाइट। हेर्न सक्नुहुन्छ लेन्थ अफ फ्लाइट, हाम्रो लेन्थ अफ फ्लाइट यहाँदेखि लिएर यहाँसम्म हाम्रो लेन्थ अफ फ्लाइट हुन्छ है। राइजर यहाँ हेर्न सक्नुहुन्छ, राइज राइज भनेको यो ल्यान्डिङको अप्पर पोर्सन, टप सर्फेस अफ ल्यान्डिङ र अप्पर सर्फेस अफ फ्लोर। यो हाम्रो फ्लोर एरिया हो है, जुन ग्राउन्ड फ्लोर एरिया। यो फ्लोर एरियादेखि यहाँदेखि टप अफ ल्यान्डिङसम्मको हाइट नै हाम्रो के हो, राइज हो। यहाँ रन पनि देख्न सक्नुहुन्छ, रन हेर्न सक्नुहुन्छ। रन भनेको लेन्थ अफ फ्लाइट प्लस विड्थ अफ ल्यान्डिङ इक्वल टु रन हुन्छ नि है। हेर्न सक्नुहुन्छ यसको चाहिँ प्लान पनि छ यसमा है। हेर्नु होला प्लान एकछिन, यो चाहिँ विड्थ अफ ल्यान्डिङ हो, चाहिँ विड्थ अफ स्टेयर वा फ्लाइट हो। यो चाहिँ स्टेप हेर्न सक्नुहुन्छ, यो एउटा स्टेप हो। यो चाहिँ हाम्रो राइजर हो, यो चाहिँ हाम्रो प्रेड हो। प्रेड प्लस राइजर इक्वल टु 1 स्टेप हुन्छ है। यहाँ गोइङ राइजर नोजिङ, यहाँ हेर्न सक्नुहुन्छ स्कोटिया, यहाँ क्लियर रूपमा देखिएको छ स्कोटिया। स्कोटियाको काम के हो, यो नोजिङलाई सपोर्ट गर्नको लागि हो है, र इलिभेसनलाई ब्युटिफाई गर्नको लागि हाम्रो स्कोटिया प्रोभाइडेड गरिएको हुन्छ जनरली। त्यसपछि रहेको छ साथीहरू हाम्रो टाइप्स अफ स्टेयर, स्टेयरका प्रकारहरू। यहाँबाट टाइप्स अफ स्टेयरबाट एमसिक्यू सोधिरहेको हुन्छ टाइममा है। त्यही भएर जस्ट बुझ्ने मात्र हो क्या यिनीहरू, हामीले रट्टाकै हाल्नै पर्ने हुँदैन कि, बुझ्ने छुन्ने है। फर्स्टमा रहेको छ स्ट्रेट स्टेयर, यो चाहिँ स्ट्रेट हुन्छ, बिट्विन दुईवटा फ्लोरहरूलाई जोड्ने स्टेयर हो। यो चाहिँ स्ट्रेट हुन्छ, यसमा एउटा मात्र फ्लाइट हुन्छ, कन्सिस्ट वान फ्लाइट, नो टर्निङ, यसमा टर्निङ हुँदैन। हेर्नुहोस् यहाँ, यो चाहिँ हाम्रो स्ट्रेट स्टेयर हो है। त्यसपछि रहेको छ हाम्रो टर्निङ स्टेयर। टर्निङ स्टेयरको पनि एउटा क्वार्टर टर्न छ, क्वार्टर टर्न स्टेयर, हाफ टर्न स्टेयर, हाफ टर्नका पनि टाइपहरू छन् है। अब हेर्नुहोस् क्वार्टर टर्न स्टेयर, क्वार्टर भनेको के हो त्यो बुझौँ पहिला है। क्वार्टर भनेको यो भनेको 360 डिग्री, टोटल हाम्रो 360 डिग्री हुन्छ नि एउटा सर्कलको एङ्गल है, भित्री एङ्गल 360 डिग्री। अब हेर्नुहोस् यसलाई 4 भागमा बाँड्दाखेरि आएको एउटा भाग, यो एउटा भाग हो, यसलाई क्वार्टर भन्छ क्या, एउटा भागलाई क्वार्टर भन्छ। भनेपछि यो एक भाग भनेको हाम्रो 90 डिग्री हुन्छ नि, योसँग 90 डिग्री हुन्छ है। त्यही भएर यसले के भन्छ भनेपछि क्वार्टर टर्न स्टेयर 90 डिग्री हो। यो क्वार्टर भनेको एउटा भाग भनेको 360लाई 4 भागमा गर्दाखेरि आउने भाग भनेको 90 डिग्री नै हो है। त्यसपछि के भन्छ है, द स्टेयर द्याट आर टर्न्ड एट 90 डिग्री विथ द हेल्प अफ लेभल ल्यान्डिङ। अब हेर्नुहोस् यहाँबाट माथि जानुहुन्छ है, यो चाहिँ अप हो, यो चाहिँ ल्यान्डिङ हो, लेभल ल्यान्डिङ हो। यहाँबाट ठ्याक्क 90 डिग्रीमा टर्न हुन्छ कि स्टेयर, यहाँबाट सिधै 90 डिग्रीमा माथि जान्छ कि। हेर्न सक्नुहुन्छ यो एङ्गल देखाइदिएको छ, यसमा यसरी घुम्छ भने यो हाम्रो क्वार्टर टर्न स्टेयर हो। त्यसपछि रहेको छ हाफ टर्न स्टेयर, जुन चाहिँ 180 डिग्रीमा घुमिरहेको छ है। द स्टेयर द्याट आर टर्न्ड एट 180 डिग्री, कहिलेकाहीँ एमसिक्यूमा टु राइट एङ्गल भनेर सोधिरहेको हुन्छ, यसमा कन्फ्युजन नहुनु होला है। विथ द हेल्प अफ मिड ल्यान्डिङ, एउटा मिड ल्यान्डिङ पनि हुन्छ। यसका 3वटा टाइपहरू छन् क्या, जस्तै डग लेग्ड छ है, 3 टाइप्स अफ दिस स्टेयर। एमा छ कि डग लेग्ड,
जनरली हाम्रो यो रेसिडेन्सियल बिल्डिङहरूमा प्रोभाइडेड गरिएको हुन्छ। यसलाई न्युअल हाफ टर्न स्टेयर पनि भनिन्छ है। मोस्टली युज्ड इन रेसिडेन्सियल बिल्डिङ, मोस्टली युज हुन्छ, मोस्टली केमा प्रयोग गरिन्छ? रेसिडेन्सियल बिल्डिङहरूमा। यो सबैले देखेकै स्टेयर केस हो है, रेसिडेन्सियल बिल्डिङमा पनि प्रयोग गरिन्छ। चाहिँ 180 डिग्रीमा टर्न हुन्छ। हेर्नुहोस्, फिगर हेर्नुहोस् है, यहाँबाट मान्छे माथि आउँछ है, फेरि यहाँबाट यसै डाइरेक्सनमा जान्छ भनेपछि यो 180 डिग्री हो नि हाम्रो। सुइटेबल वेयर द टोटल, यो टोटल विड्थ अफ द स्टेयर भनेको छ नि, यो दुईवटा फ्लाइटको विड्थ जोडेर हो क्या टोटल विड्थ भनेको, सम अफ द टु फ्लाइट विड्थ है। स्टेयर इज जस्ट ट्वाइस द विड्थ अफ द स्टेप्स अर फ्लाइट विड्थ। यो हाम्रो स्टेप विड्थ हो नि, यो स्टेप विड्थ, यसलाई फ्लाइट विड्थ भन्दा पनि हुन्छ है। सरी, यहाँदेखि यहाँसम्मको हाम्रो यो स्टेयर विड्थ र यहाँदेखि यहाँसम्म अर्को फ्लाइटको विड्थ हो नि यो। फिगर डगलेग स्टेयर फिगर बनाइहाल्नु होला इक्जाममा यदि सोधिहाल्यो भने। कन्सिस्ट वानली टु फ्लाइटर, दुईवटा फ्लाइट मात्र कन्सिस्ट गरेको हुन्छ यसले। कतिवटा फ्लाइट? दुईवटा फ्लाइट। एउटा चाहिँ माथि जान्छ र यहाँबाट 180 डिग्रीमा टर्न भएर फेरि यता आएर आउँछ भनेपछि यो हाम्रो डगलेग स्टेयर हो है, जनरली प्रोभाइडेड इन रेसिडेन्सियल बिल्डिङ। त्यसपछि रहेको छ ओपन न्युअल स्टेयर, यो चाहिँ त्यसैको टाइप हो है। कन्सिस्ट टु अर मोर देन टु फ्लाइट, यसमा चाहिँ डगलेगमा चाहिँ दुईवटा चाहिँ म्याक्सिमम दुईवटा हुन्छ, तर ओपन न्युअलमा दुईभन्दा बढी फ्लाइट हुन्छ भने त्यो हाम्रो के हो? ओपन न्युअल स्टेयर। यो पनि हाम्रो 180 डिग्रीमा टर्न भएर आउँछ है, 180 डिग्रीमा, 180 डिग्रीमा टर्न भएर आउँछ यो भनेपछि मोस्ट कम्फर्टेबल टाइप अफ स्टेयर, सबैभन्दा मोस्ट कम्फर्टेबल टाइप अफ स्टेयर। यो एमसिक्यूमा सोधिरहेको छ, सबैभन्दा मोस्ट कम्फर्टेबल स्टेयर केस कुन हो भनेर सोधिरहेको हुन्छ एमसिक्यूमा है, कन्फ्युजन नहुनु होला। त्यसपछि छ जियोमेट्रिकल स्टेयर। जियोमेट्रिकल स्टेयरले के भन्छ भनेपछि एनी जियोमेट्रिकल सेप, जुनसुकै जियोमेट्रिकल सेप भएको स्टेयर नै हाम्रो जियोमेट्रिकल स्टेयर हो। यसमा नियर पोस्ट हुँदैन, नो नियर पोस्ट भनेको छ भनेपछि यसमा नियर पोस्ट हुने चान्सै छैन है। अब हेर्नुहोस्, 3/4 टर्न स्टेयर भनेको छ, 3/4 भनेको 270 डिग्री हुन्छ है। 3/4 3 भाग भनेको छ नि, 360लाई 4 भाग लगाउँदाखेरि एउटा भागलाई क्वार्टर भन्छ, दुईवटा भागलाई हाफ भन्छ, तीनवटा भागलाई क्वार्टर भन्छ, 3/4 भनिरहेको छ। सरी, त्यसपछि छ है अ स्टेयर टर्निङ थ्रु 3 राइट एङ्गल, तीनवटा राइट एङ्गल के यो, द्याट इज 90 + 90 90 = 270 डिग्रीमा घुमिरहेको हुन्छ भनेपछि त्यो हो हाम्रो 3/4 स्टेयर है। त्यसपछि चाहिँ हाम्रो भ्यू फर क्याटेड स्टेयर, कमनली युज्ड इन पब्लिक बिल्डिङ, यो पब्लिक बिल्डिङमा यो गरिन्छ प्राय, यो चाहिँ रेसिडेन्सियल बिल्डिङमा हुँदैन है। ह्याभ वाइड फ्लाइट एट द स्टार्ट or entrance, which is subdivided into narrow flight at the mid landing. The narrow flight start either, यो म बुझाउँछु है, यो चाहिँ हाम्रो इन्ट्रान्स हो है, यहाँबाट माथि जान्छ, फेरि यहाँबाट दुईवटा फ्लाइट जान्छ, एउटा स्टेयर यता गएर आउँछ, एउटा स्टेयर यता गएर आउँछ भने त्यो हाम्रो बफर स्टेयर हो है। यसले अब यो पोइन्टले भन्नु खोजेको के हो, हाम्रो यो पोइन्ट लास्ट पोइन्टले भनेपछि र न्यारो फ्लाइट, यो हाम्रो न्यारो फ्लाइट हो, यो चाहिँ हाम्रो वाइड फ्लाइट हो है। यो तलबाट यो चाहिँ वाइड फ्लाइट हो र यो जुन साइड साइडमा गइरहेको छ नि यसलाई हाम्रो न्यारो फ्लाइट भनेर आउँछ है। के? न्यारो फ्लाइट। न्यारो फ्लाइट हाम्रो आइदर साइड भनेको छ, जुनसुकै साइडबाट पनि स्टार्ट हुन्छ। कहाँबाट स्टार्ट हुन्छ? यो मिड ल्यान्डिङ, यो मिड ल्यान्डिङबाट, यो मिड ल्यान्डिङको लेफ्ट साइडबाट पनि स्टार्ट हुनसक्छ र राइट साइडबाट पनि स्टार्ट हुनसक्छ, आइदर साइडबाट स्टार्ट भएर आउँछ है। त्यसपछि चाहिँ हाम्रो कन्टिन्युअस स्टेयर, कन्टिन्युअस, नो एनी मिड ल्यान्ड, कुनै पनि मिड ल्यान्डिङ यसमा ल्यान्डिङै हुँदैन। जस्तै सर्कुलर स्टेयर भइहाल्यो, स्पाइरल स्टेयर भइहाल्यो र हेलिकल स्टेयर भइहाल्यो, युज्ड इन लिमिटेड स्पेस एन्ड लेस ट्राफिक है। जहाँ चाहिँ त्यो सिँढी तलमाथि गर्ने मान्छेहरू छन् नि तिनीहरूलाई ट्राफिक भन्छ है, गाडी नबुझ्ने फेरि ट्राफिक पुलिसहरू सम्झिँदै होइन यसमा। यो लेस ट्राफिक भनेको युजरहरूको, त्यो सिँढीमा तलमाथि गर्ने युजरहरूलाई ट्राफिक भनिरहेको हुन्छ। यदि ती ट्राफिकहरू ती मान्छेहरू कमै छन् भनेपछि पनि स्पाइरल स्टेयरकेस मोस्ट सुइटेबल हुन्छ र यदि स्पेस हामीलाई कमै छ भनेपछि त्यहाँ हामी स्पाइरल स्टेयर प्रोभाइडेड गर्न सक्छौँ है।
अब केही नोटहरू छ यो एमसिक्यूमा सोधिरहेको नोट हो है। थिकनेस अफ ट्रेड इन वुडन स्टियर। यदि हामी वुडन स्टियर बनाइरहेछौँ भने त्यो वुडन स्टियरमा प्रोभाइडेड गर्ने ट्रेड छ नि त्यो ट्रेडको मिनिमम थिकनेस कति हुन्छ 38 हुन्छ भनेपछि राइजर कति हुन्छ 25 है। त्यसपछि रहेको छ स्पिड अफ स्केलेटर। त्यो त सबैलाई देखेकै होला तलमाथि जानेवाला है र कलियो आफै माथि जान्छ कि त्यो चाहिँ 25 देखि 30 मिटर पर मिनेट। 1 मिनेटमा 25 देखि 30 मिटर त्यो जान्छ कि त्यो स्पिड हो त्यसको स्पिड हो त्यो। स्केलेटर सबैले देखेकै होला है नदेखेपछि भन्नु होला। अब एउटा सानो न्युमेरिकल त्यसमा है एमसिक्यू सोधिरहेको हुन्छ है। इफ द फ्लोर हाइट अफ अ बिल्डिङ इज 2.7 मिटर एन्ड राइजर इज 15 सेन्टिमिटर देन क्यालकुलेट द नम्बर अफ ट्रेड रिक्वायर्ड भनेको छ। हेर्न सक्नुहुन्छ राइजर राइजर कसर नम्बर अफ राइजर कसरी निस्काउने 2.7लाई हाम्रो राइज कति मानेको छ हामीले यो यसमा दिइदिएको छ 15 सेन्टिमिटरले डिभाइड गरिदिने र 18 नम्बर आउँछ र जहिले पनि ट्रेड कम हुन्छ एउटा भनेपछि एकवटा घटाइदिने र 17वटा आउँछ हाम्रो ट्रेडको नम्बर। हेर्नुहोस् है बुझाउँछु म अब राम्रोसँग है। यो हाम्रो यहाँदेखि यहाँसम्मको हाइट कति छ हाम्रो 2.7 मिटर है। 2.7 मिटर हाम्रो यो हाइट छ भनेपछि अब हेर्नुहोस् है कसरी बनाउने भनेपछि यो एउटा स्टेप भयो है। एउटा स्टेप दुईटा स्टेप हेर्न सक्नुहुन्छ मैले यहाँ स्टेपहरू बनाइसकेको छु है जस्ट बुझ्नुहोस् मात्र है। यो हाम्रो के हो राइज हो यो के हो यो पनि राइजर हो यो पनि राइजर हो 2.7लाई 15ले भाग गर्दाखेरि 18वटा नम्बर आउँछ 0.1ले 15ले डिभाइड गर्दाखेरि र ट्रेड जहिले पनि हाम्रो राइजर भन्दा कम हुन्छ कतिले कम हुन्छ एकले एकले घटाइदिने पछि 17 आयो भने हाम्रो आन्सर चाहिँ 17 हुन जान्छ यसमा। यहाँ नोट है कतिखेर टी इक्वल टु आर माइनस 2 गर्ने केसेसहरू यदि प्रश्नमा हाफ टर्न स्टियर डग लेग स्टियर टु फ्लाइट भनेर तोक्यो भनेपछि मात्र चाहिँ आर माइनस 2 गर्ने है नत्र नगर्ने। त्यसपछि रहेको छ यहाँ हेर्न सक्नुहुन्छ है एउटा न्युमेरिकल छ। अब लास्टमा न्युमेरिकललाई बुझौँ है राम्रोसँग। न्युमेरिकल पानी पानी हुन्जेलसम्म बुझ्नुपर्ने हुन्छ हामीले। डिजाइन अ डग लेग्ड स्टियर। हेर्नुहोस् डग लेग्ड स्टेयर केस डिजाइन गर्नुहोस् भनेको छ। के डिजाइन गर डग लेग्ड स्टेयर केस। हाम्रो डग लेग्ड स्टेयर केसमा दुईवटा फ्लाइट हुन्छ है यो यसमा कन्फ्युजन नहुनु होला। एउटा इम्पोर्टेन्ट टर्म छ यसमा डग लेग्ड स्टेयर केस यसलाई ध्यानमा राख्नु होला। के को लागि फर अ बिल्डिङ एउटा बिल्डिङको लागि भनेको छ तर यहाँ रेसिडेन्सियल बिल्डिङ हो कि हाम्रो पब्लिक बिल्डिङ भनेर तोकेको छैन भनेपछि रेसिडेन्सियल बिल्डिङ एजुम गर्ने है। इन विच जसमा द भर्टिकल डिस्टेन्स बिट्विन फ्लोर इज 3.6 मिटर। यो चाहिँ हाम्रो रुम हाइट हो है यो चाहिँ हाम्रो 3.6 मिटर दिएको छ। द स्टेयर हल मिजर ओ माथि पढाउँदाखेरि मैले स्टेयर केस भनेको थिएँ नि स्टेयर केस भनेको एउटा रुम हो भनेको थिएँ नि त्यो रुमको डाइमेन्सन दिएको छ हामीलाई यसमा हेर्न सक्नुहुन्छ है यो रुमको डाइमेन्सन हो। अब सोलुसन लेख्ने त्यसपछि गिभन द्याट लेख्ने यो फ्लोर हाइट यो गिभन हो यो प्रश्नमा हामीलाई दिएकै छ 3.6 मिटर। त्यसपछि हुन्छ साइज अफ स्टेयर केस हल यो पनि प्रश्नमा दिएकै छ। त्यसपछि स्टेपहरू कुन स्टेपहरू फलो गर्नुपर्ने हुन्छ हामीले स्टेयर केस डिजाइन गर्दाखेरि भनेपछि फर्स्टमा रहेको छ टाइप अफ स्टेयर कुन प्रकारको टाइप हो कुन प्रकारको स्टेयर हामी डिजाइन गरिरहेछौँ त्यो लेख्नुपर्ने हुन्छ। डग लेग जसमा चाहिँ दुईवटा फ्लाइट हुन्छ र 180 डिग्रीमा टर्न हुन्छ यो फ्लाइट है। त्यसपछि बीमा लेटेस्ट एजुम राइजर एजुम गर्ने राइजर 150 है राइजर कति एजुम गर्ने 150 एजुम गर्ने
त्यसपछि हाइट अफ इच फ्लाइट, एउटा फ्लाइटको हाइट निस्काउने हो कि हामीले। यो चाहिँ डगलेगमा त दुईवटा हुन्छ नि, दुईवटा फ्लाइट हुन्छ, त्यही भएर यो दुईवटा भनेको नम्बर अफ फ्लाइट हो। नम्बर अफ फ्लाइट कति हुन्छ डगलेगमा, दुईवटा हुन्छ भनेपछि यो हाम्रो फ्लोर हाइटलाई डिभाइड गरिदिएपछि हाम्रो एउटा फ्लाइटको हाइट आउँछ 1.8 मिटर। अब नम्बर अफ राइजर पर फ्लाइट कति हुन्छ 1.8 बाई 0.15, यो 0.15 भनेको हाम्रो राइजर हो है, गर्दाखेरि 12 नम्बर आउँछ। अब नम्बर अफ ट्रेड हेर्न सक्नुहुन्छ, नम्बर अफ ट्रेड जहिले पनि राइजर भन्दा एकले कम हुन्छ भनेपछि एक घटाइदिने, भनेपछि हाम्रो 11 के रहेछ ट्रेड रहेछ, ट्रेडको सङ्ख्या 11 रहेछ हाम्रो त्यसमा है। त्यसपछि अर्को स्टेपले के हुने रहेछ हाम्रो स्टेप ईमा है, विड्थ अफ ट्रेड, लेटस एजुम, लेट अस क्यालकुलेट विड्थ अफ ट्रेड बाई युजिङ, यो एउटा रिलेसन हो, यो रिलेसन है, यो याद गर्नु होला, यो एमसिक्यूमा सोधिरहेको हुन्छ टाइम टाइममा। टी प्लस 2r इक्वल टु कति हुन्छ भनेर एमसिक्यूमा सोधिरहेको हुन्छ, यो मोस्ट इम्पोर्टेन्ट हो, यसलाई नोट गरिहाल्नु होला। र यसमा 2r, टी भनेको ट्रेडको विड्थ हो र आर भनेको के हो राइजर हो, भनेपछि आर हामीले एजुम गरिसकेका छौँ, माथि कति गरेका छौँ 150 गरिरहेका छौँ भनेपछि यो भ्यालु यसमा क्यालकुलेसन गर्दाखेरि 300 एमएम आयो, यो हाम्रो ओके भयो है। ओके किन भयो भनेपछि ट्रेड कति हुन्छ मिनिमम हाम्रो रेसिडेन्सियल बिल्डिङमा, माथि मैले भनिसकेका छु है। अब 250 भन्दा कम आउनु चाहिँ भएन क्या यसमा, त 250 भन्दा बढी आयो भने ओके हुन्छ। यदि 250 भन्दा कम आयो भने हाम्रो राइजरलाई के गर्ने, फेरि एजुम गर्ने कि भनेर फेरि एजुम गर्ने राइजरलाई है, कम माथि गरेर 250 भन्दा बढी निस्काउनु पर्यो हामीले। त्यसपछि हेरौँ है, एजुमिङ ग्याप बिट्विन टु फ्लाइट्स, जुन डगलेग स्टेयरकेस हेर्नुहोस्, फिगर हेर्नुहोस् है, यस्तो हुन्छ हाम्रो, यो चाहिँ हाम्रो ल्यान्डिङ भइहाल्यो, यो चाहिँ हाम्रो प्यासेज भइहाल्यो। यसमा ग्याप हुन्छ नि त जहिले पनि, डगलेग स्टेयरकेसमा कुनै स्टेयरकेसमा ग्याप हुन्छ, कुनै स्टेयरकेसमा ग्याप हुँदैन। यो ग्याप छ नि, यसलाई हामीले कति एजुम गर्ने 0.20 मिटर एजुम गर्ने, भनेपछि यो टोटल विड्थ छ हामीसँग कति छ, टोटल विड्थ 2.5 मिटर रहेको छ है। यो 2.5बाट यो ग्याप घटाइदियो भने के आउँछ हाम्रो, यो भाग आउँछ नि, अझ यत्रो आउँछ, अझ यत्रो आउँछ भनेपछि यो एउटा 2ले डिभाइड गरिदिने क्या तल, 2ले डिभाइड किन गर्ने, नम्बर अफ फ्लाइट हो नि त, नम्बर अफ फ्लाइट दुईवटा हुन्छ डगलेग स्टेयर केसमा भनेपछि 2ले डिभाइड गर्दाखेरि हाम्रो 1.15 आउँछ है। अब हेर्नुहोस्, विड्थ अफ स्टेयर इज इक्वल टु विड्थ अफ ल्यान्डिङ, विड्थ अफ ल्यान्डिङ चाहिँ सकेसम्म योसँग इक्वल राख्ने, तर योभन्दा कम चाहिँ राख्नु हुँदैन है, बढी राख्दा के हुँदा कम चाहिँ नराख्ने। अब हेर्नुहोस्, स्पेस अभाइलेबल फर प्यासेज, यो प्यासेज मैले भनिसकेँ नि, यो प्यासेजको लागि स्पेस अभाइलेबल भनेको छ है हाम्रो 5, यो हाम्रो 5000 एमएम हो है, यो साइज एमएममा लेखिदिएको छु मैले, माथि स्टेयर हलको साइजबाट लेखेको हो। यहाँदेखि यहाँसम्मको डिस्टेन्स हो है यो 5000 भनेको, यहाँदेखि यहाँसम्मको डिस्टेन्स छ हामीसँग अहिले 5000 एमएम। अब 11, यहाँबाट 11 इन्टु 300 किन घटायौँ हामीले 11, हाम्रो नम्बर अफ ट्रेड हो नि 11वटा छ, यहाँदेखि यहाँसम्म हो भनेपछि 11 इन्टु एउटा ट्रेडको विड्थ गरिदिएपछि यहाँदेखि यहाँसम्मको हाम्रो डिस्टेन्स आउँछ, यो घटाइदिउँ। त्यसपछि यसमा मैले के घटाइदिएछु अर्को 1150 एमएम घटाइदिएछु, यो के हो हाम्रो, यो ल्यान्डिङको विड्थ हो है, यो विड्थ घटायो यसमा भनेपछि यो पोर्सन घटाएँ, यहाँदेखि यहाँसम्म घटाएँ भनेपछि हाम्रो प्यासेज त आइहाल्छ नि त, प्यासेज अब अहिले कति आउँदो रहेछ 550 एमएम आउँदो रहेछ। त्यसपछि डिजाइन कन्क्लुजन लेखिदिने हो सर्टमा तल, के हामीले माथि निस्कायौँ त्यो सबै यसमा लेखिदिँदा राम्रो हुन्छ है। टाइप अफ स्टेयर कुन हो डगलेग डु, विड्थ अफ स्टेयर कति निस्काएको थियौँ हामीले 1.5 मिटर, विड्थ अफ ल्यान्डिङ कति हो 1.15 मिटर, विड्थ अफ ट्रेड 30 सेन्टिमिटर, हाइट अफ राइजर 15 सेन्टिमिटर, यो 15 सेन्टिमिटर हामीले एजुम गरेको हौँ र एजुम गर्दाखेरि हाम्रो ट्रेड चाहिँ हाम्रो सही आछ है, 250 भन्दा माथि आछ भनेपछि 30 सेन्टिमिटर भनेको हाम्रो 25 सेन्टिमिटरभन्दा बढी नै हो नि त, त्यही भएर ओके भएको नत्र हुने थिएन, तर फेरि हामी रिपिट गर्ने थियौँ है प्रोसेसहरू। नम्बर अफ राइजर 12, यो चाहिँ 12 भनेको चाहिँ एउटा फ्लाइटमा हो,
यो 2 ले मल्टिप्लाई किन गर्यौँ भनेपछि 2 वटा फ्लाइटमा कतिवटा राइजर हुन्छ त्यो निस्काउनु पर्ने हुन्छ समरीमा। भनेपछि एउटा फ्लाइटमा 12 दुईटा फ्लाइटमा कति हुन्छ 12 + 12 24 नम्बर हुन्छ नि त। अब हेर्नुहोस् नम्बर अफ ट्रेड एउटा फ्लाइटमा 11 वटा थियो भनेपछि दुईटा फ्लाइटमा 22 वटा हुन्छ। स्पेस अभाइलेबल फर प्यासेज 550 mm। अब सानो यहाँ फिगर बनाइदिने हो। हेर्नुहोस् ट्रेडको सङ्ख्या कति निस्काएको थियो हामीले जम्मा 1 2 3 4 5 6 7 8 9 10 11 12 यो चाहिँ 22 के हो हाम्रो ट्रेड नम्बर अफ ट्रेड हो। र राइजर कति 24 छ है राइजर 24 यहाँदेखि माथि जाने हो है यहाँदेखि माथि जान्छ मान्छे अनि यहाँबाट यहाँ घुम्छ यहाँबाट यहाँ घुम्छ अनि मल्लो फ्लोरमा आउँछ। यो 550 विड्थ अफ ल्यान्डिङ यो 2.5 मिटर भनेको यसको साइज हो स्टेयरहरूको साइज हो। यो स्टेयर 5 मिटर छ यहाँदेखि यहाँसम्मको र यहाँदेखि यहाँसम्मको 2.5 मिटर छ। यो प्लान अफ डगलेग स्टेयर केस यो प्लान हो है सेक्सन पनि बनाउन सकिन्छ है इलिभेसन बनाउन सकिन्छ। अरू मैले प्लान मात्र बनाएको छु। यो हो स्पेस जो एजुम गरेको थिएँ नि यो 0.2 मिटर हो है यो स्पेस भनेपछि यो बिचको ग्याप घटाइदिएपछि अझ एक कुइल भाग यत्र हुन्छ एक कुइल यत्र हुन्छ है। भनेपछि अब यति नै हो साथीहरू हाम्रो। यदि भिडियो मन पर्यो भने कृपया लाइक सब्सक्राइब गर्न नबिर्स्नु होला।